अझै के भन्छ संसद दलको नेता हुन अलि योग्य छ भन्ने खालको ठानेर यो जुन चाहिँ रिजल्ट आएको छ त्यो रिजल्ट आएको हुन्छ। अब भोलि संघीय संसदको अधिवेशन भोलिदेखि सुरु हुँदैछ, नेकपा एमाले कसरी उपस्थित हुन्छ? मैले त अगाडिदेखि नै भनेको छु, अब हाम्रा अग्रज अभिभावक यहाँ आएर पक्कै पनि आफ्नो धारणा राख्नुहुनेछ। मैले अगाडि भन्दै आएको कुरा के हो त भन्दाखेरि संसद भवनभित्र जाने बेलामा कोही पनि सत्तापक्ष प्रतिपक्ष भनेर आफूलाई अगाडि नै सोचेर हेर्ने हो भने जनता र देशको हितमा कहिले पनि राम्रोसँग इमान्दार निष्ठापूर्वक काम गर्न नसक्ने खालको भन्ने हामीले बुझ्नुपर्छ। त्यही कारणले गर्दाखेरि सशक्त ढङ्गले सरकारले गरेका राम्रा कामहरूलाई हामीले सहयोग पुर्याउनुपर्छ। उहाँले गरेका कमी कमजोरीलाई हामीले अँध्याउँदै त्यसलाई विरोध मात्र होइन, खबरदारीका साथमा रचनात्मक हिसाबले सल्लाह सुझाव र सहयोग पनि पुर्याउनुपर्छ। यसलाई चाहिँ सच्याउनु छ। जो तपाईँको आजको जुन उम्मेदवारी दिन खोज्नु भएको थियो नि, त्यसले एक प्रकारको पुस्तान्तरण हुन्थ्यो भन्ने पनि तपाईँलाई लाग्थ्यो होला। त्यो विधिक प्रक्रिया पनि अलिकति मित्र खोज्यो भन्ने लाग्छ तपाईँलाई? होइन होइन, मैले अघि नै पनि भने हामी त्यसलाई नकारात्मकतातिर लैजानुभन्दा हामीले के चाहिँ सोच्नुपर्छ त भन्दाखेरि आजको जुन रिजल्ट आएको छ, आज जुन प्रक्रियामा म सहभागी भएँ, त्यसका कारणले गर्दाखेरि नेकपा एमालेमा रहेको अलिअलि कमजोरीलाई हामीले सुधार्दै हिजो के भएको थियो भन्ने कुरामा आत्मसमीक्षा आत्मालोचना अहिले वर्तमान अवस्थामा हामी कहाँ उभिएका छौँ र भविष्यमा गएर नेकपा एमाले अझै सुदृढ भएर अगाडि बढ्छ भन्ने विश्वासका साथमा मैले एउटा पाइला चालेको हो। त्यो पाइला चाल्दाखेरि अब अपेक्षित हिसाबको रिजल्ट नआउन सक्छ कहिलेकाहीँ, तर त्यसका कारणले गर्दाखेरि हामी हतोत्साहित हुनु हुँदैन। हाम्रा नेकपा एमालेका शुभचिन्तकहरू युवा पुस्ताहरूले पनि हतोत्साहित हुनु हुँदैन। हामी निरन्तर नेकपा एमाले देशलाई समृद्धतर्फ लान्छ, संयम सभ्य तरिकाले र देश र जनताको विषयमा पटक पटक सधैँ कुरा उठाइरहन्छ। समृद्धतिर के भन्छ आफ्नो देशलाई देश र जनताको हितमा काम गर्छ भन्ने कुरामा म एकदमै विश्वस्त छु। यो मैले एक पाइला मात्र चालेको। अब